तपाईँहरूलाई स्वागत छ मेरो फेरि नयाँ भिडियोमा। र आज हामी गर्नेछौँ हाम्रो लेगलाई ट्रेन। र हाम्रो जिममा चाहिँ लेग ट्रेन हान्नको लागि त्यति मेसिन छैन। यही बारबेल र डम्बल्सहरू मात्र हो लेग ट्रेन हान्नको लागि चाहिँ होइन। एक्स्ट्रा मेसिन छैन क्वाड्सहरू ट्रेन हान्ने अनि काप्सहरू ट्रेन हान्ने त्यस्तो मेसिनहरू छैन। त्यही भएर हामी चाहिँ यही अब मिलेर अब ट्रेन हान्नेछौँ होइन। सो हाम्रो लेगको लागि हाम्रो फर्स्ट एक्सर्साइज स्क्वाट्स बारबेल स्क्वाट भनौँ। यहाँ चाहिँ मैले मुनि तल प्लेट लगाएको छु किनकि यो मेरो बोनको स्ट्रक्चर लामो भएर डिप छिर्दैन। त्यही भएर मैले यो तल प्लेट लगाएको छ एउटा, त्यस्तै 25-30 केजीको प्लेट होला। अनि यो साइडमा चाहिँ कति 10 केजीको हो जस्तो लाग्यो, 20 केजी भनौँ न, 20 केजीको हो टोटल, 20 केजी छ। र हामीले त्यो बारको चाहिँ वेट गरेको छैनौँ है। र मैले तपाईँहरूलाई सुरुमा भन्न बिर्सेछु, र आज हामी ट्रेन गर्ने छ हाम्रो लेग अनि काप्स लेगमै पर्छ। अनि हाम्रो फोरआर्म्सलाई ट्रेन हान्नेछौँ आज चाहिँ हामी होइन। हाम्रो र यो चाहिँ फोरआर्म्स कपिङ भन्छ। यो चाहिँ बेसिकली कसैले डम्बलले हान्छ, मलाई चाहिँ के प्रिफर लाग्छ भने सजिलो लाग्ने कम्फर्ट लाग्ने चाहिँ यही हो। त्यही भएर म चाहिँ यही हान्छु। तपाईँहरू के गर्न सक्नुहुन्छ भने पुरा राम्रो बारबेल लिनु, त्यसमा प्लेट हाल्ने हुन्छ नि, प्लेट हालेर त्यो प्लेट हाल्नेमा पक्रेर मजाले ग्रिप पनि राम्रो आउँछ, फ्याट ग्रिप। अनि कप गर्दा चाहिँ तपाईँहरूले अब कस्तो कपको आफ्नो स्टाइल हुन्छ। मेरो चाहिँ कस्तो छ भने सट्टै मान्छे जाने, एकछिन उड्ने, झट्टै झारिदिहाल्ने, सट्टै मान्छे जाने, उड्ने, झारिदिहाल्ने, त्यस्तो छ। यो चाहिँ अब तपाईँहरू आर्मरेस्लरहरूले पनि यस्तो खालको कप गरेको देख्नुहुन्छ होला। हाम्रो जस्तै डेमन लेडी छन् अनि लेभन छन्, तिनीहरूले पनि उहाँहरूले पनि यसो नै कप गर्नुहुन्छ। सो मैले त्यहाँबाट देखेर इन्सपायर भएको र मलाई एकदम मजाले फिल पनि हुन्छ। त्यही भएर मैले यो चाहिँ भनेको। र त्यो चाहिँ केटाहरूलाई कराउँदैछु, त्यो सेट सकेर केटाहरूले त्यो प्लेटहरू चाहिँ त्यत्तिकै झाड्दैछन् कि, त्यही भएर कराएको। र यो चाहिँ थियो हाम्रो फोरआर्म्स एक्सर्साइज होइन। र त्यसपछि हामी लागेको थियौँ हाम्रो थर्ड एक्सर्साइज। यसलाई स्क्वाडको नाम मलाई ठ्याक्कै चाहिँ याद आएन, जर्मन स्क्वाड खै के भन्दै जस्तो लाग्यो होइन। र हामीले एउटा कुरा भन्छौँ, यो हाम्रो भिडियो क्वालिटीलाई चाहिँ अलिकति इग्नोर गर्नु होला, एडजस्ट गर्नु होला। बिस्तारै क्वालिटी इम्प्रुभ हुँदै जानेछ। र यो चाहिँ हाम्रो सेकेन्ड एक्सर्साइज फर लेग। अनि यसमा चाहिँ तपाईँहरूको बेसिकली के टार्गेट हुन्छ भने अगाडिको क्वाड्स हुन्छ नि, क्वाड्सलाई र अलिकति थोरै लिटल बिट तपाईँहरूको ह्यामस्ट्रिङ पनि टार्गेट हुन्छ यसले चाहिँ। र तपाईँहरूको ग्रिप पनि बढ्छ यसले चाहिँ, किनकि तपाईँहरू हेभी डम्बल हातमा बोकेर स्क्वाड हान्नुहुन्छ, एक्सर्साइज पर्फर्म गर्नुहुन्छ, त्यसमा तपाईँहरूको ग्रिप पनि ट्रेन हुन्छ। र तपाईँहरू सक्नु हुँदैन भने तपाईँहरूको ग्रिप त्यति डह्रो छैन भने यु क्यान युज द स्ट्र्याप। र म चाहिँ मेरो ग्रिप मलाई किन डरै लाग्छ, त्यही भएर म चाहिँ स्ट्र्याप युज गर्दिनँ, किनकि मलाई छैन पनि स्ट्र्याप। र यो हाम्रो दोस्रो एक्सर्साइज त्यो क्वाड्सको लागि चाहिँ। र एक्सर्साइज गर्दा चाहिँ दुइटै लेगमा गर्नु होला, किनकि मतलब एउटा मात्रै गऱ्यो भने हो सोच्नु होला, दुइटै लेगमा गर्ने हो भने चाहिँ। र त्यसपछि लाग्यो हाम्रो लोवर एप्सलाई ट्रेन हान्न। हाम्रो एप्स निकै हराउन थालेको छ र एप्स बिस्तारै नै देखिनेछ, सुरु हुनेछ भिजिबल हुन। र हाम्रो लोवर एप्सको लागि चाहिँ यो चाहिँ ह्याङ्गिङ लेग रेजेस भन्छ यसलाई चाहिँ होइन। मलाई चाहिँ सबैभन्दा दामी खतरा लोवर एप्सको लागि एक्सर्साइज लाग्ने भनेको चाहिँ यो ह्याङ्गिङ लेग रेजेस एकदम दामी लाग्छ मलाई। म पहिल्यैदेखि यही गर्दैछु, मैले होमवर्क गर्दा नि यही गर्थेँ, जिममा गर्दा नि यही गर्नेछु र गरिराख्नेछु। मलाई चाहिँ यो एकदम दामी लाग्छ क्या। यसले तपाईँहरू सक्नु हुँदैन नि खुम्च्याएर गर्नु, सक्नुहुन्छ भने चाहिँ सिधा एलसेट जस्तो खाले हुन्छ नि, त्यसरी राखेर गर्नु, एकदम दामी फिल हुन्छ। र यो अलिकति अँध्यारो भएको छ, त्यही भएर मजाले देखेको छैन होला। यो चाहिँ हाम्रो अप्पर एप्सको लागि हो। किन यो फर्स्ट टाइम गरेर होला त्यति आएन मलाई गर्न, फर्म मिलेको छ कि छैन त्यो चाहिँ कमेन्टमा भनिदिनु होला। र यो एप्स कस्तो मलाई चाहिँ फिल हुँदै त थियो, तर कस्तो खालको भयो त्यो नजानेर होला, अलिक कस्तो अप्ठ्यारो लागेर। सो तपाईँलाई फर्म कस्तो छ, फर्म मिलेको छ कि छैन त्यो पनि भनिदिनु होला होइन, कमेन्ट डाउन बिलो। यो चाहिँ हाम्रो एप्सको लागि दोस्रो एक्सर्साइज, यति मात्र हाम्रो एप्सको लागि। र दिस इज आवर लास्ट एक्सर्साइज फर फोरआर्म्स। यसले चाहिँ हाम्रो ब्रेकियोरेडियालिस ट्रेन हान्छ, फोरआर्म्सको अगाडिको मसल भन्छ नि।
तपाईँले यसो गरेर घुमाएर देखाउँदा सो हुने मसल यसो गरेर भन्दैछु देखिएको थिएछ होइन त्यो देख्दै हुनुहुन्छ नि फोरआर्म्सको फ्रन्ट मसल अगाडिको ब्रेकियोडाइलिस तपाईँहरूले सर्टहरू लगाउँदा एकदम दामी फ्लेक्स हुन्छ र यो हाम्रो कति सेकेन्ड एक्सर्साइज फर फोरआर्म्स र यो डम्बल के भन्छ डम्बल ह्यामर कल भन्छ यस ह्यामर कल हो यो चाहिँ यसले पनि तपाईँहरूको ब्रेकको रेडियलिस नै ट्रेन हुन्छ सो अलिकति लाइटिङ चाहिँ पर्फेक्ट भएन चाहिँ किनकि त्यो लाइट कस्तो त्यो हाम्रो जिममा चाहिँ लाइट कस्तो उल्टो खालको लगाएको छन् क्या अब त्यहाँ अगाडि एउटा छ नि पछाडि ठ्याक्कै एउटा छ क्या कस्तो उल्टो लगाएको छ त्यो सेन्टरमा लगाएको भए चाहिँ अलिक दामी देखिन्छ कि त्यो अगाडि नै लगाएको राम्रो देखिन्थ्यो अलिक उल्टो लाइटिङ छ र यो एक्सर्साइज चाहिँ हाम्रो ह्यामस्ट्रिङको लागि तपाईँहरूलाई थाहा होला यसलाई खोइ के भन्थ्यो आई फर्गट द नेम होइन नेम चाहिँ फर्गट बिर्सेँ यसले चाहिँ तपाईँहरूको लोवर ब्याक र ह्यामस्ट्रिङ लभली ट्रेन हान्छ अनि अलिअलि ग्लुट्सलाई पनि ट्रेन हान्छ एकदम दामी मलाई चाहिँ मस्त लाग्छ म पहिला धेरै त्यस्तै 2-3 इयर्स अगो पनि पहिला पनि म आउँथेँ क्या जिम यही जिममा आउँथेँ त्यतिखेर फ्री थियो यो जिम त्यतिखेर आउँदाखेरि चाहिँ पनि यही हान्थेँ म र यो चाहिँ एकदम दामी लाग्छ यो पनि तपाईँहरूको ब्याकलाई स्ट्रेट गर्ने अनि जब तपाईँहरू अगाडि घोप्टिनुहुन्छ तब तपाईँहरूको यो नि हुन्छ नि निलाई पनि थोरै बेन्ड हान्नुपर्छ एकदम दामी हुन्छ कसैको चाहिँ त्यो अब मेसिन छ भने चाहिँ मेसिनमा एकदम राम्रो हो किनकि हाम्रो मेसिन छैन त्यही भएर यसरी नै हान्छौँ र कतिको चाहिँ ब्याक पेन हुन्छ सो एकदम ध्यान दिएर ब्याक चाहिँ सो आई होप तपाईँहरूले भिडियो चाहिँ मजाले इन्जोय गरिदिनु होला म भिडियो मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला र तपाईँहरूको 2-3जना साथीहरूलाई सेयर गरिदिनु होला यस्तो भिडियो आउनेछ सो थ्याङ्क्स फर वाचिङ डे 3 हाम्रो लेग डे सक्यो फेरि भेटौँला